हेलो साथीहरू, आज चाहिँ सर्ट ट्रिप टु वीरगन्ज घन्टाघर देख्नुभयो होला नि होइन। त्यहाँबाट चाहिँ म करियरा मन्दिर गएँ। करियरा पोखरी भन्छ त्यहाँनिर चाहिँ मैले बिहान ठ्याक्क मर्निङ प्रेयर भइरहेको रहेछ, त्यति बेला ठ्याक्क टिका लाउनलाई पुगेँ अनि मैले दर्शन गरेँ। त्यसपछि चाहिँ त्यहाँनिर धेरै चराहरू पनि थिए अनि यहाँनिर चाहिँ बुझाहरू दिनुपर्दो रहेछ। चराहरू एकदम धेरै आउने भएको कारणले गर्दा मैले चरालाई बुझा दिएँ अनि बुझा अझै बाँकी थियो। त्यसपछि मैले त्यो बुझा लगेर माछाहरूलाई पनि दिएँ। त्यहाँनिर माछाहरू पनि हुन्छन् रे होइन, अनि माछाहरूलाई पनि केही बुझाहरू राखिदिएँ। त्यसपछि चाहिँ होइन, यहाँनिर यति राम्रो भ्यू देख्यो कि यहाँनिर मेडिटेसन प्लस योगा गर्न चाहिँ एकदम धेरै मान्छेहरू आउनुहुँदो रहेछ। उहाँले चाहिँ यो आसन गरेको देखेर म चाहिँ इन्फ्लुएन्स नै भएँ। अब भोलिदेखिबाट म योगा गर्छु गाइस। त्यसपछि म त्यो मोटिभेसन लिएर गएँ एक्सर्साइज गर्नलाई। हेर्नु गाइसहरू, द इट वाज फन। त्यसपछि त्यहाँको भ्यू यति रमाइलो थियो कि मलाई त्यहाँ बसेर एकदम शान्त वातावरणमा गीत गाउन मन लाग्यो। गीत कस्तो थियो। त्यसपछि मलाई चाहिँ अब टाँगा चढ्न मन लाग्यो। टाँगा चल मेरे धन्नु भन्दै हामी टाँगातिर लाग्यौँ होइन। टाँगाको एक्सपिरियन्स रमाइलो भयो। यहाँ हेर्न सक्नुहुन्छ, आई वाज फुल्ली इन्जोइङ टाँगाको राइड। त्यसपछि चाहिँ मैले यसो सिपिदिन्छु भनेर दाइलाई अगाडि अगाडि सारेर मैले चलाएको जस्तो गरेँ, चल मेरे धन्नु भन्दै हल्का सिपी। त्यसपछि त्यहाँ यस्तो राम्रो रोज फ्लावर राखेको थियो, अगाडि नै मैले चढ्नुभन्दा अगाडि नै लिएको थिएँ। ओहो, अलिकति सिपी त दिनै पऱ्यो नि। यति नै थियो सर्ट